यो कथा हो अदृश्य बनिने एउटा जहाजको, जसले आफैलाई संसारको सबैभन्दा सुरक्षित लडाकु विमान ठान्थ्यो। तब अमेरिकी सेनाको एउटा दम्ब सर्बियाको आकाशमा चकनाचुर भएको थियो। F-117A नाइटहाउक, 117 नाइटहाउक अमेरिकी वायुसेनाको मुकुटको मणि। यसको स्टिल्थ प्रविधि यति उन्नत थियो कि यो राडारको लागि अस्तित्वमा नै थिएन। तर त्यस रात एउटा पुरानो सोभियत निर्मित हतियार लिएर बसेका एक सर्बियाली कमान्डरले घोषणा गरे, अदृश्यलाई पनि खसाल्न सकिन्छ। नेटोले युगोस्लाभिया, सर्बिया माथि अपरेसन एलाइड फोर्स सुरु गर्यो। अमेरिकी वायुसेनाका लेफ्टिनेन्ट कर्नेल ड्यारेन जेलको आफ्नो 117 नाइटहाउक लिएर उडानमा थिए। मिसन बेलग्रेड नजिकैको दुश्मनको कमान्ड सेन्टरलाई नष्ट गर्नु। जेलको पूर्ण रूपमा ढुक्क थिए। उहाँको एकमात्र भर थियो यसको अतुलनीय स्टिल्थ क्षमता। तर तल भुइँमा सर्बियाली हवाई रक्षा ब्याट्रीका लेफ्टिनेन्ट कर्नेल जोल्टान डानी पर्खिरहेका थिए। डानीको टोलीसँग भएको मिसाइल प्रणाली 1961 मा निर्मित पुरानो सोभियत निर्मित 125 नेभा, एउटा पुरानो प्रणाली जुन अमेरिकी नवीनतम प्रविधिको अगाडि बाल्यकालको खेलौना जस्तो लाग्थ्यो। तर डानी एक साधारण कमान्डर थिएनन्। उहाँले शत्रुको अदृश्यतालाई तोड्नको लागि वर्षौंदेखि गोप्य योजना बनाइरहनु भएको थियो। 117 को स्टिल्थ प्रविधिले उच्च फ्रिक्वेन्सी भएका राडारहरूलाई धोका दिन्थ्यो। तर डानीको टोलीलाई यो थाहा थियो। उनीहरूले ठूला राडारहरूलाई लगातार चलाएनन्। उनीहरूले लो ब्यान्ड फ्रिक्वेन्सीमा आधारित प्रणालीको उपयोग गर्न थाले र डानीको दोस्रो चाल राडारलाई धेरै बेर चलाउनु भएन। अमेरिकीहरूले एन्टी रेडिएसन मिसाइलबाट हमला गर्नु अघि नै उहाँको टोलीले राडारलाई जम्मा 17 सेकेन्डको लागि मात्र सक्रिय गर्थे। 17 सेकेन्ड यति छोटो समय कि अमेरिकी मिसाइलले लक्षित स्थान पत्ता लगाउन नपाओस्। लेफ्टिनेन्ट कर्नल जेलको आफ्नो मिसन पूरा गर्न लक्षित स्थानतर्फ अगाडि बढ्दै थिए। उहाँ एउटा निश्चित उडान पथमा उडिरहनु भएको थियो। डानीको टोलीले गुप्तचर सूचनाको आधारमा यो उडान मार्ग पहिले नै पत्ता लगाइसकेको थियो। अब सबै कुरा तयारीमा थियो। डानीको टोली सही समयको लागि पर्खिरहेको थियो। ठिक रातको 8:15 बजे, सबैभन्दा अँध्यारो र मौसम सबैभन्दा खराब भएको बेला, जेलको आफ्नो मिसन पूरा गर्न अन्तिम चरणमा थिए। उहाँले सोच्नुभयो, म सुरक्षित छु, म अदृश्य छु। तर डानीले आदेश दिए, 5 सेकेन्डको लागि अन गर। पहिलो प्रयास असफल भयो। डानीले तुरुन्तै अर्को आदेश दिए, फेरि अन गर। अहिले आवाजमा अलिकति जोड दिनुहोस्, ट्र्याक। फायर फायर। डानीको टोलीले केवल 17 सेकेन्डको लागि राडार अन गर्यो। त्यो छोटो अवधिमा उनीहरूले 117 लाई पत्ता लगाए, ट्र्याक गरे र 2 वटा मिसाइल फायर गरे। हावामा जेलकोले मिसाइल आउँदै गरेको देख्न सकेनन्। मिसाइल मध्ये एउटा 117 को ठ्याक्कै मुनि विङको छेउमा विस्फोट भयो। विमानको नियन्त्रण गुमेपछि जेलकोले अन्तिम क्षणमा इज्याक्सन सिट ताने। नाइटहाउक संसारको सबैभन्दा उन्नत र अदृश्य विमान सर्बियाको खेतमा ध्वस्त भयो। लेफ्टिनेन्ट कर्नल जेलकोलाई केही घण्टापछि विशेष टोलीले सुरक्षित रूपमा उद्धार गर्यो। तर अमेरिकी वायुसेनाका लागि यो एक ठूलो र लज्जास्पद हार थियो। 50 वर्ष पुरानो मिसाइल प्रणालीले संसारको सबैभन्दा महँगो, उन्नत र अदृश्य बनिने विमानलाई खसालेको थियो। यस घटनाले स्टिल्थ प्रविधिको कमजोरीहरूलाई संसार सामु उजागर गर्यो। यो प्रमाण थियो कि युद्धको मैदानमा प्रविधि मात्र होइन, मानव बुद्धिमत्ता र पुरानो हतियारलाई नयाँ तरिकाले प्रयोग गर्ने रचनात्मकता पनि महत्त्वपूर्ण हुन्छ। यो इतिहासको एउटा यस्तो पाठ हो जसले सधैँ सम्झाइरहन्छ, हरेक प्रविधिको एउटा कमजोरी हुन्छ र त्यो कमजोरी पत्ता लगाउन सक्ने मान्छे जहिले पनि कुनै न कुनै कुनामा पर्खिरहेको हुन्छ। तपाईलाई यो कथा कस्तो लाग्यो?
कमेन्ट बक्समा आफ्नो राय लेख्नुहोस्। यस्तै रोमाञ्चक ऐतिहासिक कथाहरूका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस्।